स्वागत छ साथीहरू आजको नयाँ भिडियोमा। आज हामी कुरा गर्नेछौँ रिजल्यान्ड एनर्जी कम्पनीको फन्डामेन्टल एनालाइसिस र आइपिओ प्रोस्पेक्टिभको बारेमा। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। भिडियो मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सिनुहोला। आउनुहोस् सुरुमा कुरा गरौँ यस कम्पनीको परिचयबारे। रिजल्यान्ड एनर्जी विक्रम सम्वत 2074 सालमा स्थापना भएको एक जलविद्युत कम्पनी हो। यसले मुख्यतया जलविद्युत आयोजनाहरूको डिजाइन, निर्माण र सञ्चालन गर्ने गर्दछ। मुख्य आयोजना सुपरचेपे जलविद्युत आयोजना, जसको क्षमता 9.05 मेगावाट रहेको छ। स्थान गोरखा जिल्ला, चेपे नदी। व्यावसायिक उत्पादन 2080 माघ 8 गतेदेखि व्यावसायिक उत्पादन सुरु भइसकेको छ। नम्बर 2, मुख्य वित्तीय सूचाङ्कहरू, फाइनान्सियल इन्डिकेटर्स। कम्पनीको वित्तीय अवस्थालाई बुझ्न यी बुँदाहरू महत्त्वपूर्ण छन्। आयोजनाको लागत, प्रोजेक्ट कस्ट। कुल लागत करिब रु 2 अर्ब 9 करोड 60 लाख छ। यसले प्रति मेगावाट लागत करिब रु 23 करोड 17 लाख पर्न आउँछ, जुन औसत हाइड्रो पावर भन्दा केही बढी हो। पेब्याक पिरियड। पेब्याक पिरियड साधारण कम्पनी फिर्ता हुने समय 7.4 वर्ष र डिस्काउन्टेड पेब्याक पिरियड 10.75 वर्ष रहेको छ। यो हाइड्रो पावर क्षेत्रको लागि सन्तोषजनक मानिन्छ। क्रेडिट रेटिङ। केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनबी BB रेटिङ दिएको छ। यसको अर्थ कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम छ भन्ने बुझिन्छ। नम्बर 3, सबल र कमजोर पक्षहरू। आउनुहोस् सुरुमा कुरा गरौँ यस कम्पनीको सबल पक्षहरू बारे। नम्बर 1, उत्पादन सुरु भइसकेको छ। धेरै हाइड्रो पावर कम्पनीहरू निर्माणकै क्रममा आइपिओ जारी गर्छन्, तर यी रिजल्यान्ड एनर्जीले व्यावसायिक उत्पादन सुरु गरिसकेको हुनाले निर्माणको जोखिम छैन। नम्बर 2, अनुभव र भविष्यको योजना। कम्पनीले अर्को 11 मेगावाटको दुध पोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ, जसले भविष्यमा आम्दानी बढाउन मद्दत गर्छ। नम्बर 3, लाइसेन्स अवधि। आयोजनाको वित्तीय उत्पादन अनुमति पत्र लाइसेन्स अझै 30 वर्षभन्दा बढी बाँकी छ। आउनुहोस् यसपछि कुरा गरौँ कम्पनीको कमजोर पक्षहरूको बारेमा। नम्बर 1, बढी लागत। प्रति मेगावाट लागत रु 23 करोडभन्दा माथि हुनाले नाफामा केही दबाव पर्न सक्छ। नम्बर 2, ऋणको भार। नम्बर 3, नेपाल विद्युत प्राधिकरणसँगको सम्झौता। हाल यो टेक एन्ड पे मोडेलमा सञ्चालन भइरहेको हुन सक्छ, जसले गर्दा सबै उत्पादित विद्युत बिक्री नहुने जोखिम रहन सक्छ। यद्यपि भविष्यमा यो टेक और पेमा परिणत हुन सक्छ। नम्बर 4, आइपिओ सम्बन्धी जानकारी। यस कम्पनीको आइपिओ खुल्ने मिति माघ महिनाको 28 गते र बन्द हुने मिति फागुन महिनाको 4 गते। कुल किता 11,80,260 किता। मूल्य प्रति किता रु 100 बराबरको हुनेछ। नम्बर 5, निष्कर्ष भर्ने कि नभर्ने। फन्डामेन्टल एनालाइसिसको आधारमा यो कम्पनी मध्यम स्तरको देखिन्छ। आयोजनाको उत्पादन सुरु गरिसकेको छ, त्यसकारणले यसले छिट्टै प्रतिफल दिन सक्ने सम्भावना रहन्छ। 10 किताका लागि आवेदन दिनु सुरक्षित र उपयुक्त देखिन्छ। हाइड्रो पावर क्षेत्रमा 10 किता परेर सूचीकरण हुँदा नोक्सान हुने सम्भावना एकदमै कम छ। आजको लागि यति नै। भिडियो हेरेर अन्तिमसम्म साथ दिनुभएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला।